एन्ड नमस्ते साथीहरू, वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सो आजको भिडियोमा चाहिँ म मेरो स्किन केयर देखाउनुको लागि यहाँ भर्खर मुख धोएर आएको छु। सो यो मुख पहिला पुस्छु यो ह्याङ्कीले अनि त्यसपछि मेरो नाइटको स्किन केयर रुटिन देखाउनुको लागि यही साथी। आज त्यस्तो ठुलो स्किन केयर त म केही गर्दिनँ, सिम्पल छ र पनि देखाइदिउँ न तपाईँहरूलाई भनेर। सो यो चाहिँ अहिले मेरो केही नलाएको स्किन भयो होइन। राति मुख धोइसकेपछिको स्किन यस्तो हुन्छ। त्यसपछि सुरुमा म के गर्छु भने फर्स्टमा म यो के हो भने प्रिमियम आई क्रिम हो। यो चाहिँ कोरियन क्रिम हो। सो सुरुमै म यो लाउँछु होइन। यो चाहिँ म कसरी लाउँछु भने यसरी अनि यसरी यसरी लाउँछु म प्रिमियम आई क्रिम। त्यसपछि यसलाई म यस्तो गरिदिन्छु। यो चाहिँ म के अरे मेकअपहरू गर्दा पनि अब फर एक्जाम्पल पहिला स्किन केयर गर्नुभन्दा अगाडि सुरुमा यही लाउँछु। अनि स्किन केयर सकेपछि फाउन्डेसनहरू, अब फाउन्डेसन त म लाउनु त म्याक्सिमम कहिलेकाहीँ यस्तो मुड चल्दा मेकअपहरू गर्दाखेरि चाहिँ फेरि त्यसमा पनि म यो आई क्रिम लाउँछु। किनभने यो आँखाको भाग अलिक सेन्सिटिभै हुन्छ नि त मान्छेको सबैको, त्यही भएर यसलाई चाहिँ जोगाउनु अरे क्या अरू ठाउँमा जे भए पनि। अनि त्यसपछि चाहिँ म मोइस्चराइजर लाउँछु, जुन चाहिँ यो पनि कोरियन मोइस्चराइजर नै हो। नाम त अब कोरियन भाषाबाट लेखेको छ, मलाई थाहा छैन साथीहरू। सो यो युज गर्छु, एउटै ब्रान्डको होला सायद यिनीहरू। अनि यो चाहिँ म यति एमाउन्टमा युज गर्छु मोइस्चराइजर। यसो मसाज पनि गर्छु यो लाएर। सो यसरी लाउँछु यो चाहिँ म यसरी सबैतिर, अनि यसरी घाँटीतिर पनि लाउँछु। मोइस्चराइजर हो, सबैतिर लाउनुपर्छ नि त साथीहरू। अनि त्यसपछि यसरी डोलेर, मेरो त यस्तै छ मसाज उयो। अनि त्यसपछि यसरी मसाज गर्छु यसरी नाकको भागमा यसरी, अनि निधारको भागमा पनि यसरी मस्तसँगले यसरी मसाज गर्छु। अनि एकछिन अनि आँखामा पनि यसरी गरिदिन्छु। सो त्यसपछि यहाँ घाँटीमा यसरी यस्तो गरेर मजाले यहाँ पनि हल्का मसाज गर्छु। अनि यहाँनिर पनि हल्का छातीमा यता नि होइन मस्तसँगले। अनि पछाडिपट्टि पनि यही हातलाई यही व्यक्ति मोइस्चराइजर लागेको हुन्छ नि त, त्यो हातलाई अगाडि पछाडि सबैतिर लान्छु। अनि फेरि अनुहारमा फेरि एकचोटि मजाले मसाज गर्छु। अनि यस्तो गर्छु, अनि फेरि हातमा यसरी दल्छु यही क्रिमलाई। अनि यस्तो गर्छु। यो चाहिँ नर्मली हातमा म यस्तै गर्छु, अरू क्रिम लाउँदैन। यो अनुहारकै हल्का फुल्को। अब जाडोमा त फाल्टै लाउनुपर्छ, धेरै जाडो महिनामा त हातखुट्टामा लोसन। तर अहिले त्यस्तो जाडो छैन नि त, त्यही भएर। अनि जाँगर चलेको दिन चाहिँ यसो गरिदिन्छु म हल्का। मेरो यो मुन्द्री झरेको छ, यस्तो हुँदा राम्रो देखिन्छ नि साथीहरू। यस्तो छ क्या, त्यही भएर त्यसको यस्तो हुनुको लागि चाहिँ म होस् भनेर गर्छु। यस्तो कहिलेकाहीँ अब डेली गर्दा त हुन्थ्यो पनि होला। अब डेली यसरी गर्नु अब अलिकति आफूलाई त्यति साह्रो जाँगर चल्दैन साथीहरू। तर यस्तो चाहिँ डेली गर्नुभयो भने तपाईँहरूको पनि राम्रो हुन्छ यो चाहिँ। तर मैले पनि कोरियनहरू यस्तो उयसमै देखेको, यसरी मसाज गर्नु भनेर। अनि यसरी गर्छु कहिलेकाहीँ। अल्छी नि परे नि साथीहरू, त्यस्तो धेरै केयर गर्दिनँ, हल्का फुल्का मात्रै हो। यो चाहिँ यति नै हो मेरो। यति नै भनौँ नि, लिपमा लाउँछु। त्यसपछि लिपमा भ्यासलिन लाउँछु। लिपमा चाहिँ म अरू पनि लाउँछु कहिलेकाहीँ, तर अहिले जाडोमा चाहिँ भ्यासलिनै हो। यसरी लिपमा। सो यति हो मेरो डेली
स्किन केयर रुटिन हो होइन। अनि अब एक्स्ट्रा चाहिँ के गर्छु भने कहिलेकाहीँ एक्स्ट्रा गर्ने चाहिँ के हो, मिनिमलिस्टको हो यो चाहिँ मैले नि कहिले युज गर्थेँ भने म प्रेग्नेन्ट हुनुभन्दा धेरै अगाडि, कति 4-5 महिना युज गरेँ होला। मैले धेरै युज गरेको छु, 4-5 महिना युज गरेँ। अनि सो अहिले चाहिँ 3 मन्थ भइसक्यो, 3 मन्थ हुन आँट्यो, भइसक्यो होइन, हुन आँट्यो। सो अब चाहिँ म हल्का युज गर्दैछु। हल्का भने डेली गर्दिनँ, यो हप्तामा 2 चोटि गर्छु म, यो 2 चोटि लाउँछु। अनि अर्को पनि छ, अर्को चाहिँ के छ भने यो कोरियन भाइरल निडल के भन्छ यसलाई, निडल सर्ट भन्छ, 300 निडल सर्ट 300 भाइरलै भएको छ टिकटकमा। यो चाहिँ मैले मगाएको कोरियाबाटै हो, मेरो हस्बेन्डले ल्याइदिनु भएको यो। अनि यो पनि मैले सेम त्यही प्रेग्नेन्सीभन्दा अगाडि युज गरेँ। यो त झन् धेरै युजै गरेको थिइनँ, यो 1 महिना मात्रै युज गर्दै थिएँ। अनि त्यसपछि छोडेर फेरि भर्खर थालेको छु। 15 दिन जति भयो होला यति दुइटा मैले युज गर्नु थालेको। सो यो कसरी युज गर्छु भने चाहिँ म फर्स्टमा यो होइन, यो युज गर्छु फर्स्टमा चाहिँ यो। अनि यो चाहिँ कस्तो खालको प्रडक्ट हो भने यो चाहिँ खासमा यसले के काम गर्छ भनेर कन्फ्युज हुनुहुन्छ भने हाम्रो अनइभन स्किन टोन हुन्छ नि, अनइभन कहाँ के मेरो यहाँनिर हल्का यसो उयो छ क्या, पोर्सहरू ठुल्ठुलो पोर्स होइन, मेरो त एक्नी नै होला हौ, एक्नी नै छ मेरो त। अनि पोर्स ठुलो हुनेलाई पनि यसले राम्रो काम गर्छ, अनि एक्नी हुनेहरूलाई पनि राम्रो गर्छ यसले। यसमा चाहिँ सानो सानो निडल हुन्छ कि साथीहरू, यसरी खोल्यो, यसरी हातबाट होइन, डाइरेक्ट यो स्किनमा लाउनुपर्छ साथीहरू। यसरी देखिँदैछ, यसरी अनि यसरी। सो यो चाहिँ धेरै नै पोल्छ साथीहरू, यो लाउँदाखेरि चाहिँ केही हुँदैन। तर यसलाई यसरी मसाज गरिन्छ नि, मसाज गर्नुपर्छ यो लाएर। अनि त्यो चाहिँ पुरै निडल हुन्छ क्या, सानो स्मल माइक्रो भनौँ न, माइक्रो निडलहरू हुँदो रहेछ यसमा। अनि त्यसले चाहिँ पुरै बिजाउँछ क्या। अनि त्यसले चाहिँ के काम गर्छ भने त्यही हो, हाम्रो स्किनहरूमा भित्रभित्र गएर त्यो स्किनलाई इभेन बनाउनु खोज्छ। तर यसको युज डेली गर्नु, अब त्यसै सेन्सिटिभ स्किन हो भने त डेली गर्नु हुँदैन। अब नर्मल केही नहुने खालको स्किन हो भने डेली गरायो भने तपाईँहरूको रिजल्ट पनि राम्रै आउँछ छिटै। सो म चाहिँ डेली गर्दिनँ, म पनि, मेरो पनि सेन्सिटिभ त होइन होला मेरो पनि। तर अहिले अब त्यस्तै पोस्टपार्टम जर्नी चलिरहेको छ नि त मेरो, त्यही भएर त्यति धेरै युज गरेको छैन। अनि यो डाइरेक्ट खासमा चाहिँ स्किनमा मोइस्चराइजरहरू नलाइकन लाउँदा चाहिँ धेरै इफेक्टिभ हुन्छ होइन। मेरो चाहिँ कस्तो अलिक अहिले अब त्यही हो, अहिले छाला अलिक मेरो उयो सेन्सिटिभै भइरहेछ नि त अहिले त, त्यही भएर मैले सुरुमा चाहिँ मोइस्चराइजर लाएँ, त्यसपछि चाहिँ यो लगाएको। अनि यसो गरेर पोल्छ साथीहरू, यसले खतरा पोल्छ। यो त हप्तामा 1 चोटि मात्रै युज गरिरहेको छु मैले, अहिले 3 चोटि भयो योसँग मिलाएर आज, त्यही भएर तपाईँलाई भिडियो बनाइदिएको। अनि पोल्छ पुरै यसले, यसरी गाला पनि रातो बनाइदिन्छ यसले। सो यसरी कस्तो पोलो यसरी पोल्छ साथीहरू। त्यही भएर स्किन सेन्सिटिभ छ भने त युजै नगर्दा पनि हुन्छ। मेरो चाहिँ सेन्सिटिभ स्किन त होइन, यस्तो क्रिमहरू यस्तो प्रोडक्टहरू धेरै युज नगरेको मैले, स्किनै उयो भएर। अनि त्यति धेरै पनि लगाएको छैन, यति नै हो। अलिक धेरै लाउँदा पनि हुन्छ, तर त्यति यस्तै हो पोर्सन चाहिँ, यतिको लाउँदा हुन्छ। तपाईँहरूलाई युज गर्नु मन लाग्छ भने तपाईँहरूले मगाउनु सक्नुहुन्छ। तपाईँहरूको जापान कोरियातिर चाहिँ अलिक राम्रै दाममा पाउँदो रहेछ, अलिक ठिकै सस्तै। अनि यता चाहिँ अलिक महँगो पर्छ, नेपालमा पनि पाउँछ तर महँगो पर्छ साथीहरू। अनि त्यसपछि चाहिँ यो मिनिमलिस्टिकको उयो रेटिनोल 0.6 खासमा 0. कतिबाट स्टार्ट गर्नु मलाई थाहै भएन। मैले 0.6बाट स्टार्ट गरेको, मैले लगाएकै थिइनँ कहिले पनि। यो लगाएको त्यही त 4 महिना मात्रै हुँदैछ रेटिनोल लगाएको। रेटिनोल पनि त्यही हो, मेरो स्किन त्यस्तै छ त यहाँनिर साथीको, मलाई डाइरेक्ट देख्नुभयो भने थाहा हुन्छ। सो यो चाहिँ म यसरी हल्का यसरी लागिदिन्छु, यसरी लाउँछु साथीहरू। यो पनि म त्यही हो, हप्तामा 2 चोटि मात्रै लाउँछु, धेरै लाउँदिनँ। यो सो लगाइसकेँ मैले चाहिँ। सो यहाँनिर चाहिँ हुँदैछ, पहिला त्यहीँको गरेँ हो, यसरी लाएर हल्का
सेम यो पनि त्यही हो साथीहरू। यो पनि यो के भन्छ रेटिनोल पनि कस्तो भने मान्छेहरूले डाइरेक्ट छालामा युज गर्दछ कोही कोहीले चाहिँ, किनभने रिजल्ट राम्रो आओस् भनेर। अनि स्किन अब त्यस्तै स्किनमा कुनै असर नहुने भयो हुनाले अब मेरो त हुन्छ, त्यही भएर मैले चाहिँ मेरो मोइस्चराइजर, त्यसपछि त्यो निडल, अनि त्यसपछि यो लगाएको है साथीहरू। यस्तो म डेली यो निडल पछि यो के भन्छ यो लाउनु त लाउँदिनँ। यो निडल सर्ट लगाएपछि यो लाउँदाखेरि चाहिँ धेरै इफेक्टिभ हुन्छ। यो चाहिँ म पहिला त्यही हो प्रेग्नेन्सीभन्दा अगाडि यो दुइटा युज गर्थेँ एकैचोटि होइन। अहिले चाहिँ म यो गर्दाखेरि यो गर्दिनँ, यो गर्दा यो गर्दिनँ थिएँ होइन। आज चाहिँ यही भिडियोको लागि मैले युज गरेँ, यस्तै गर्थेँ पहिला भनेर देखाएको साथीहरू। स्किनलाई अलिकति यिनीहरूले इरिटेट गराउँछ नि त दुइटै एकैचोटि युज गर्दा, त्यही भएर साथीहरू। सो यति नै हो, सक्यो मेरो स्किन केयर यही हो। पुरा पोलिरहेको छ अनुहार यो त्यो निडल सोटले। सो साथीहरू मेरो नाइट स्किन केयर चाहिँ सकिएको छ। सो आजको भिडियोमा चाहिँ यही हो मेरो स्किन केयरको सानो भिडियो। तपाईँहरूलाई भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै आजको भिडियोबाट बिदा लिन चाहन्छु। बाई बाई, गुड नाइट।